ओम शान्ति। हामी सबै आत्मिक स्थितिमा स्थित रहेर बाबाको महावाक्य सुन्दैछौँ। आज मिति 2082 साल ज्येष्ठ 10 गते शनिबार, तदनुसार मे 24, 2025। शिव बाबाको अनमोल महावाक्य। मिठे बच्चे, अमृत बेला आफ्ना अरू सबै सङ्कल्पहरूलाई बन्द गरेर एक बाबालाई प्यारले याद गर। बाबासँग मिठो मिठो रुहरिहान गर। बाबा भन्दै हुनुहुन्छ, अमृत बेला आफ्ना अरू सबै सङ्कल्पहरूलाई बन्द गरेर एक बाबालाई प्यारले याद गर। बाबासँग मिठो मिठो रुहरिहान गर। प्रश्न: तिमी बच्चाहरूको हरेक कुरामा अर्थ छ। अर्थसहित शब्द कसले बोल्न सक्छ? तिमी बच्चाहरूको हरेक कुरामा अर्थ छ। अर्थसहित शब्द कसले बोल्न सक्छ? उत्तर: जो देही अभिमानी छ उसैले हर बोली अर्थसहित बोल्न सक्छ। बाबाले तिमीलाई सङ्गममा जे पनि सिकाउनुहुन्छ त्यो अर्थसहित छ। देह अभिमानमा आएर मानिसहरूले जति बोल्छन् त्यो सबै अर्थ बिनाको अनर्थ हो। त्यसबाट कुनै फल निस्किँदैन, फाइदा हुँदैन। गीत छ, नयनहीनको राह दिखाओ प्रभु। ओम शान्ति। यी सबै गीत आदि भक्ति मार्गका हुन्। तिम्रो लागि गीतहरूको आवश्यकता छैन। कुनै तकलिफको कुरा छैन। भक्ति मार्गमा त धेरै तकलिफ छ। कति रसम रिवाज चल्छ। ब्राह्मण खुवाउने, यो गर्ने, तीर्थ आदिमा धेरै कुरा गर्नुपर्छ। यहाँ बाबा आएर सबै तकलिफहरूबाट छुटाइदिनु हुन्छ। यसमा केही पनि गर्नु छैन। मुखले शिव शिव पनि भन्नु छैन। यो नियम अनुसार छैन। यसबाट कुनै फल मिल्दैन। ब्राह्मण खुवाउने, तीर्थ गर्ने, यो गर्ने, त्यो गर्ने, मुखले शिव शिव मात्रै भन्ने, यो सबै गर्नाले कुनै पनि फल मिल्दैन भन्दै हुनुहुन्छ बाबाले। बाबा भन्नुहुन्छ, मनले यो बुझ्नु छ म आत्मा हुँ। सबैभन्दा मुख्य कुरा हो आफूलाई आत्मा सम्झेर परमात्मालाई याद गर्नु। त्यही हो सबैभन्दा मुख्य ज्ञान। बाबाले भन्नु भएको छ, मलाई याद गर। अन्तर्मुखी भएर बाबालाई नै याद गर्नु छ। तब बाबा प्रतिज्ञा गर्नुहुन्छ, तिम्रा पाप भस्म हुन्छन्। यो हो योग अग्नि, जसबाट तिम्रो विकर्म विनाश हुन्छ। फेरि तिमी फर्केर जानेछौ। इतिहास दोहोरिन्छ। यी सबै आफूसँग कुरा गर्ने युक्तिहरू हुन्। आफूसँग रोरिहान गरिराख। बाबा भन्नुहुन्छ, मैले कल्प कल्प तिमीलाई यो युक्ति बताउँछु, यो पनि जान्दछौ। बिस्तारै बिस्तारै यो वृक्ष वृद्धि हुँदै जानेछ। मायाको तुफान पनि यस समयमा आउँछ जब म आएर तिमी बच्चाहरूलाई मायाको बन्धनबाट छुटाउँछु। सत्ययुगमा कुनै बन्धन हुँदैन। यो पुरुषोत्तम युग पनि अहिले अर्थसहित तिम्रो बुद्धिमा छ। यहाँ हरेक कुरा अर्थसहित नै छ। देह अभिमानीले जे कुरा गर्नेछन् त्यो अनर्थ। देही अभिमानीले जे कुरा गर्नेछन् अर्थसहित। देह अभिमानमा आएर हामीले जे कुरा गर्छौँ, जे बोल्छौँ त्यसको कुनै अर्थ हुँदैन, त्यो कुनै गहिराई हुँदैन। तर देही अभिमानी भएर हामी जे कुरा गर्छौँ
त्यो सबैको अर्थसहित हुन्छ। त्यसबाट फल पनि निस्किनेछ। अब भक्ति मार्गमा कति कठिनाइ हुन्छ। सम्झन्छन् तीर्थ यात्रा गर्नु, यो गर्नु, यी सबै भगवानको पासमा पुग्ने मार्ग हुन्। तर बच्चाहरूले अब बुझेका छौ, फर्केर कुनै एकजना पनि जान सक्दैन। पहिलो नम्बरमा जो विश्वका मालिक लक्ष्मीनारायण थिए, उनैका 84 जन्म बताइन्छ। फेरि अरू कोही कसरी छुट्न सक्छ? सबै चक्रमा आउँछन् भने श्रीकृष्णको लागि कसरी भन्ने कि उनी सदैव कायम छँदैछन्। हो कृष्णको नाम रूप त गयो, बाँकी आत्मा त छँदैछ कुनै न कुनै रूपमा। यी सबै कुरा बच्चाहरूलाई बाबा आएर सम्झाउनु भएको छ। यो पढाइ हो, विद्यार्थी जीवनमा ध्यान दिनु छ। दिनहुँ आफ्नो चार्ट लेख्ने समय निश्चित गर। व्यापारी मानिसहरूलाई धेरै बन्धन हुन्छ, नोकरी गर्नेहरूलाई बन्धन हुँदैन। उनीहरूले त आफ्नो काम पुरा गरे सकियो। व्यापारीहरूसँग त कहिले ग्राहक आए भने सामान दिनुपर्छ, बुद्धियोग बाहिर जान्छ। त्यसैले कोसिस गरेर समय निकाल्नुपर्छ। अमृत बेलाको समय राम्रो छ, त्यस समयमा बाहिरका विचारहरूलाई बन्द गरिदिनुपर्छ। कुनै पनि ख्याल नआओस्, बाबाको याद रहोस्, बाबाको महिमा लेखिदिनुपर्छ। बाबा ज्ञानको सागर, पतित पावन हुनुहुन्छ। बाबाले हामीलाई विश्वको मालिक बनाउनुहुन्छ। उहाँको श्रीमतमा चल्नु छ। सबैभन्दा राम्रो मत मिल्छ मनमना भव। एक बाबालाई याद गर्ने। अरू कसैले भन्न सक्दैन। कल्प कल्प तमोप्रधानबाट सतोप्रधान बन्ने यो मत मिल्छ। बाबा केवल भन्नुहुन्छ म एकलाई याद गर। यसलाई भनिन्छ वशीकरण मन्त्र। अर्थसहित याद गर्नाले नै खुसी मिल्छ। बाबा भन्नुहुन्छ अव्यभिचारी याद चाहिन्छ। जस्तै भक्तिमा एक शिवको पूजा अव्यभिचारी हो, फेरि व्यभिचारी हुँदा अनेकौंको भक्ति गर्छन्। पहिलो थियो अद्वैत भक्ति, एकको भक्ति गर्थे, ज्ञान पनि एकको नै सुन्नु छ। तिमी बच्चाहरूले जसको भक्ति गर्थ्यौ उहाँ स्वयंले तिमीलाई सम्झाइरहनु भएको छ। मिठे मिठे बच्चे, अहिले म आएको छु। यो भक्ति मार्ग अब पुरा भयो। तिमीले नै पहिला सुरुमा एक शिव बाबाको मन्दिर बनायौ। त्यस समयमा तिमी अव्यभिचारी भक्त थियौ, त्यसैले धेरै खुसी थियो। फेरि व्यभिचारी भक्त बन्नाले द्वैतमा आयो। त्यसपछि अलिकति दुःख हुन्छ। एक बाबा त सबैलाई सुख दिनेवाला हुनुहुन्छ। बाबा भन्नुहुन्छ म आएर तिमी बच्चाहरूलाई मन्त्र दिन्छु। मन्त्र पनि एकको नै सुन। यहाँ देहधारी कोही पनि छैन। यहाँ तिमी आउँछौ नै बापदादाको पासमा। शिव बाबा भन्दा उच्च कोही छैन। याद पनि सबैले उहाँलाई गर्छन्। भारतवर्ष नै स्वर्ग थियो, लक्ष्मीनारायणको राज्य थियो। उनीहरूलाई यस्तो कसले बनाउनु भयो जसको तिमीले पूजा गर्छौ? कसैलाई थाहा छैन महालक्ष्मी को हुन्? महालक्ष्मीको अघिल्लो जन्म कुन थियो? तिमी बच्चाहरूलाई थाहा छ? उनी हुन् जगत अम्बा। तिमीहरू सबै माताहरू हौ। वन्दे मातरम। सारा जगतमा नै तिमीले आफ्नो पाउँ राख्छौ। भारत माता कुनै एकको नाम होइन। तिमीहरू सबैले शिव बाबाबाट शक्ति लिन्छौ। योग बलद्वारा शक्ति लिँदा मायाले हस्तक्षेप गर्छ। युद्धमा कसैले औँला उठाए भने बहादुर भएर लड्नुपर्छ। यस्तो होइन कसैले औँला उठायो तिमी फस्यौ। यो हो नै मायाको युद्ध। बाँकी कुनै रौरव र पाण्डवहरूको युद्ध होइन। उनीहरूको त आपसमा युद्ध हुन्छ। मानिसहरू जब लड्छन् तब एक दुई जग
जमिनको लागि गर्दन नै काटिदिन्छन्। बाबा आएर सम्झाउनुहुन्छ, यो सबै ड्रामा बनेको छ। राम राज्य, रावण राज्य, अहिले तिमी बच्चाहरूलाई यो ज्ञान छ। हामी राम राज्यमा जानेछौँ, त्यहाँ अथाह सुख हुन्छ, नाम नै छ सुखधाम। त्यहाँ दुःखको नाम निशाना हुँदैन। अब बाबा आउनु भएको छ यस्तो राज्य भाग्य दिन। त्यसैले बच्चाहरूले कति पुरुषार्थ गर्नुपर्छ। घरिघरि भन्छु, प्यारा बच्चाहरू, थाक्नु हुँदैन। शिव बाबालाई याद गरिराख, उहाँ पनि बिन्दु हुनुहुन्छ। हामी आत्मा पनि बिन्दु हौँ। यहाँ पाठ खेल्न आएका हौँ। अब पाठ पुरा भएको छ। अब बाबा भन्नुहुन्छ, मलाई याद गर्यो भने विकर्म विनाश हुन्छ। विकर्म आत्मामा नै चढ्छ नि, शरीर त यही खतम हुन्छ। हामीले जस्तो कर्म गर्छौँ त्यो आत्मामा जान्छ, शरीर त यहाँ नै खतम हुने हो। कति मानिसहरूले त कुनै पाप कर्म गरे भने आफ्नो शरीरलाई नै खतम गरिदिन्छन्, तर यसबाट कुनै पाप उत्रिँदैन। शरीर खतम हुँदा बित्तिकै आफ्नो पाप यहीँ उत्रिन्छ भन्ने त्यो उल्टो अर्थ हो। पाप कर्म, पुण्य कर्म त्यो सबै आत्मामा जान्छ, संस्कारमा जान्छ। पाप आत्मा भनिन्छ। साधु सन्त आदिले त भनिदिन्छन्, आत्मा निर्लेप छ, आत्मा सो परमात्मा। अनेक मत छन्। अहिले तिमीलाई एक श्रीमत मिल्छ। बाबाले तिमीलाई ज्ञानको तेस्रो नेत्र दिनुभएको छ। आत्माले नै सबै कुरा जान्दछ। पहिला ईश्वरको बारेमा केही जान्दैनथ्यो। सृष्टि चक्र कसरी घुम्छ, आत्मा कति सानो छ। पहिलो सुरुमा आत्मा अनुभूति गराउनुहुन्छ। आत्मा अति सूक्ष्म छ, त्यसको साक्षात्कार हुन्छ। ती सबै भक्ति मार्गका कुरा हुन्, ज्ञानका कुरा बाबाले नै सम्झाउनुहुन्छ। उहाँ पनि भ्रिकुटीको बीचमा आएर बस्नुहुन्छ छेउमा। यो पनि तुरुन्तै बुझिहाल्छन्। यी सबै नयाँ कुरा हुन् जुन बाबाले नै बसेर सम्झाउनुहुन्छ। यो पक्का याद गर, नभुल। बाबालाई जति याद गर्छौ त्यति विकर्म विनाश हुन्छ। विकर्म विनाश हुनुमा नै तिम्रो भविष्य आधारित छ। तिमी बच्चाहरूका साथसाथै भारत खण्ड पनि सबैभन्दा सौभाग्यशाली छ। यो खण्ड जस्तो सौभाग्यशाली अर्को कुनै खण्ड छैन। यहाँ बाबा आउनुहुन्छ। भारत खण्ड नै स्वर्ग थियो, जसलाई अल्लाहको बगैँचा भनिन्छ। तिमीलाई थाहा छ, बाबाले फेरि यस खण्डलाई फुलहरूको बगैँचा बनाइदिनु भएको छ। हामीले पढ्छौँ नै त्यहाँ जानको लागि साक्षात्कार पनि गर्छौँ। यो पनि जान्दछौँ, यो त्यही महाभारत लडाईँ हो। फेरि यस्तो लडाईँ कहिल्यै लाग्दैन। तिमी बच्चाहरूको लागि नयाँ दुनियाँ पनि अवश्य चाहिन्छ। नयाँ दुनियाँ थियो नि, भारतवर्ष स्वर्ग थियो। 5000 वर्ष भयो, लाखौं वर्षको त कुरै छैन। लाखौं वर्ष हुन्थ्यो भने मानिसहरू अनगिन्ती हुन्थे। यो पनि कसैको बुद्धिमा बस्दैन। यति कसरी हुन सक्छ जबकि यति जनसङ्ख्या छैन। अहिले तिमीले बुझेका छौ, आजभन्दा 5000 वर्ष पहिला हामीले विश्वमा राज्य गर्थ्यौँ। अरू खण्ड थिएन, ती खण्ड पछि हुन्छन्। तिमी बच्चाहरूको बुद्धिमा यी सबै कुरा छन्, अरू कसैको बुद्धिमा बिल्कुलै छैनन्। अलिकति मात्रै इसारा दियो भने पनि बुझ्न सक्छन्। कुरा त अवश्य हो, हामी भन्दा पहिलो अवश्य कुनै धर्म थियो। अहिले तिमीले सम्झाउन सक्छौ। एक अनादि सनातन देवी देवता धर्म थियो। त्यो प्राय लोप भएको छ, त्यसैले आफूलाई देवता धर्मको भन्न सक्दैनन्। बुझ्दैनन् हामी आदि सनातन देवी देवता धर्मका थियौँ। फेरि त्यो धर्म कहाँ गयो? हिन्दू धर्म कहाँबाट आयो? कसैको पनि यी कुराहरूमा चिन्तन चल्दैन। तिमी बच्चाहरूले सम्झाउन सक्छौ। बाबा त हुनुहुन्छ ज्ञानको सागर, ज्ञानको अथोरिटी। त्यसैले अवश्य आएर ज्ञान सुनाउनु भएको हुनुपर्छ।
ज्ञानबाट नै सद्गति हुन्छ, यसमा प्रेरणाको कुरा छैन। बाबा भन्नुहुन्छ, जसरी अहिले आएको छु त्यस्तै कल्प आउँछु, कल्पपछि पनि आएर फेरि सबै बच्चाहरूसँग मिल्नेछु। तिमीले पनि यस्तै चक्र लगाउँछौ, राज्य लिन्छौ फेरि गुमाउँछौ। यो बेहदको नाटक हो, तिमीहरू सबै कलाकार हौ। आत्मा कलाकार भएर क्रिएटर, डाइरेक्टर, मुख्य कलाकारलाई चिन्दैन भने त्यो के कामको? तिमी बच्चाहरूले जान्दछौ कसरी आत्माले शरीर धारण गर्छ र पाठ खेल्छ। अब फेरि फर्केर जानु छ। अब यो पुरानो दुनियाँको अन्त्य हुनु छ। कति सहज कुरा छ, तिमी बच्चाहरूले नै जान्दछौ। बाबा कसरी गुप्त बस्नु भएको छ। गोदरी में करतार देखा। अब देख्यौ भन्यौ वा जान्यौ भन्यौ, कुरा एउटै हो। आत्मालाई साक्षात्कारमा देख्न सकिन्छ, तर त्यसबाट कुनै फाइदा छैन। साक्षात्कारबाट कुनै फाइदा छैन भन्दै हुनुहुन्छ बाबाले। कसैको समझमा आउन सक्दैन। नौदा भक्तिमा धेरै साक्षात्कार गर्छन्। पहिला तिमी बच्चाहरूले पनि कति साक्षात्कार गर्थ्यौ, धेरै कार्यक्रम आउँथे, फेरि पछाडि यो खेलपाल तिमीले देख्नेछौ। अब त बाबा भन्नुहुन्छ, पढेर होशियार बन। यदि पढेनौ भने फेरि जब नतिजा निस्कनेछ तब शिर निहुरनेछ। फेरि बुझ्नेछौ हामीले कति समय खेर फाल्यौं। जति जति बाबाको यादमा रहनेछौ, यादको बलद्वारा पाप मेटिन्छ। जति बाबाको यादमा रहनेछौ, त्यति खुसीको पारा चढ्छ। मानिसहरूलाई यो थाहा छैन भगवानलाई किन याद गरिन्छ। भनिन्छ पनि तिमी माता पिता चपिता तिमी हौ, अर्थ जान्दैनन्। अहिले तिमीलाई थाहा छ। शिवको चित्रमा सम्झाउन सक्छौ। उहाँ ज्ञानको सागर पतित पावन हुनुहुन्छ। उहाँलाई याद गर्नु छ। बच्चाहरूलाई थाहा छ उहाँ बाबा आउनु भएको छ अपार सुखको मार्ग बताउन। यो पढाइ हो। यसमा जसले जति पुरुषार्थ गर्छ त्यति उच्च पद पाउनेछ। यिनी कोही साधु सन्त आदि होइनन् जसको गद्दी चल्दै आएको छ होस्। यो त शिव बाबाको गद्दी हो। यस्तो होइन, उहाँ जानुहुन्छ अनि अर्को कोही गद्दीमा बस्नेछ। बाबाले त सबैलाई साथमा लैजानुहुनेछ। कति बच्चाहरूले व्यर्थ खयालातमा आफ्नो समय खेर फाल्छन्। सोच्छन् खुब धन जम्मा गरौँ, छोरा नाति नातिनीले खानेछन्, पछि काम आउनेछ, बैंक लकरमा जम्मा गरौँ। बाल बच्चाले खाइरहनेछन्, तर कसैलाई पनि सरकारले छोड्ने छैन। त्यसैले त्यसको धेरै ख्याल नगरी आफ्नो भविष्य कमाइमा लाग्नु पर्छ। अब बच्चाहरूले पुरुषार्थ गर्नुपर्छ। यस्तो होइन ड्रामामा होला तब गर्नेछौँ। पुरुषार्थ बिना खाना पनि मिल्दैन। तर कसैको तकदिरमा छैन भने फेरि यस्ता यस्ता विचार आइहाल्छन्। भनिन्छ नि पहिला पहिला भाग्य छ भन्दैमा डोकामा दोध दुएर रहन्छ र भन्छन् नि, त्यस्तै कोही कोही बच्चाहरूले भन्छन् सायद मेरो ड्रामामा पुरुषार्थ छैन होला पनि भन्छन्। तर बाबा भन्नुहुन्छ त्यस्तो होइन, पुरुषार्थ बिना खाना पनि मिल्दैन। तकदिरमा नै छैन भने फेरि ईश्वरीय सेवा पनि के गर्लान्। जसको तकदिरमा छ उनीहरूले राम्रोसँग धारण गर्छन् र गराउँछन्। बाबा तिम्रो टिचर पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ। त्यसैले उहाँलाई याद गर्नुपर्छ। सबैभन्दा प्रिय बाबा, टिचर र सद्गुरु नै हुनुहुन्छ। उहाँलाई त याद गर्नुपर्छ। बाबाले युक्तिहरू त धेरै बताउनुहुन्छ। तिमीले साधु सन्त आदिलाई पनि निमन्त्रण दिन सक्छौ। अच्छा, मिठे मिठे सिकिलदे बच्चाहरूप्रति माता पिता बाप दादाको याद प्यार एवं गुड मर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुड मर्निङ नमस्ते। नमस्ते बाबा, थ्याङ्क यू बाबा। धारणाको लागि मुख्य सार नम्बर 1,
पुरुषार्थ गरेर आफ्नो भविष्यको कमाइमा लाग्नु छ, ड्रामामा छ भने गर्नेछौँ यस्तो भनेर पुरुषार्थहीन बन्नु छैन। नम्बर 2, सारा दिनमा जे जति पाप हुन्छन् वा कसैलाई दुःख दिन्छ भने नोट गर्नु छ, सच्चाइले बाबालाई सुनाउनु छ, सफा दिलको बनेर एक बाबाको यादद्वारा सबै हिसाब किताब चुक्त गर्नु छ। वरदान, ताज र तख्तलाई सदा कायम राख्ने निरन्तर स्वतः योगी भव। ताज र तख्तलाई सदा कायम राख्ने निरन्तर स्वतः योगी भव। सारमा छ, वर्तमान समयमा बाबाद्वारा सबै बच्चाहरूलाई ताज र तख्त मिल्छ। अहिलेको यो ताज र तख्तले अनेक जन्मको लागि ताज तख्त प्राप्त गराउँछ। विश्व कल्याणको जिम्मेवारीको ताज र बापदादाको दिलतख्त सदा कायम रह्यो भने निरन्तर स्वतः योगी बनिन्छ। उनीहरूलाई कुनै पनि प्रकारको मेहनत गर्ने कुरा हुँदैन, किनकि एक त सम्बन्ध समीपको छ, अर्को प्राप्ति अटुट छ। जहाँ प्राप्ति हुन्छ त्यहाँ स्वतः याद हुन्छ। स्लोगन, सरल बुद्धिद्वारा योजनालाई व्यवहारमा ल्यायो भने सफलता समाहित छ। सरल बुद्धिद्वारा योजनालाई व्यवहारमा ल्यायौँ भने सफलता समाहित छ। आजको मुरलीको सार छ, अमृत बेला आफ्नो अरू सबै सङ्कल्पलाई बन्द गरेर एक बाबालाई प्यारले याद गर, बाबासँग मिठो मिठो रोरिहान गर। प्रश्न, तिमी बच्चाहरूको हरेक कुरामा अर्थ छ, अर्थसहित शब्द कसले बोल्न सक्छ? उत्तर, जो देही अभिमानी छ उसैले हर बोली अर्थसहित बोल्न सक्छ। बाबाले तिमीलाई सङ्गममा जे पनि सिकाउनुहुन्छ त्यो अर्थसहित छ। देह अभिमानमा आएर मानिसहरूले जे जति बोल्छन् त्यो सबै अर्थ बिनाको अनर्थ हो। त्यसबाट कुनै फल निस्कँदैन, फाइदा हुँदैन। गीत छ, नयनहीनको राह दिखाओ प्रभु। आजको सोमान छ, म आत्मा ताज र तख्तलाई सदा कायम राख्ने निरन्तर स्वतः योगी हुँ। म आत्मा ताज र तख्तलाई सदा कायम राख्ने निरन्तर स्वतः योगी हुँ। म निरन्तर स्वतः योगी आत्मा हूँ। ओम शान्ति।